बस्न पाइन्छ बस्न पाइन्छ यहाँ बस्नु पाइन्छ कहाँ गयो यहाँ अछाम 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 खाना आयो लाखुडी जाने भनेको थिएँ लाखुडी जान रात परेको खै गएर दिदी गएर त्यो बस्नु पाइन्छ भने बस्न त बस्न बस्नु पनि पाइएन त ल यतिबाट बस्नु पाइएन ल बस हो बस अब कुराहरू ल म एकदिन घाँस हालियो है के गाउँछु कुराहरू ल बसेँ नहीं के लाग्यो त्यो सुत्ने सुत्ने हात खुट्टा दुखे पटाइ लाग्यो उनीहरू सुत्नलाई तपाईँ त बस्ने भने बस अर्को आउँछ त्यही सुत्ने भने बस्ने बास बस्ने ठाउँ सुत्नु पाइँदैन हामी अरू कपडा होइन हामी त बडाबडी यही बडामा काटाउनु हुत्ताउँ अब त्यो तपाईँ होदिएपछि हामी गाउनु नि यही महिना चिसो पूजा महिना चिसो बस्ने पनि बस्न आयो सुन्नु पाइँदैन तपाईँ बाटोबाट यहाँ सुत्ने भए तपाईँ जेठा महिना आउनुपर्छ हामी कपडाबाट यी कपडा सिधैतिर हामी उठाउनु त्यो बेला जेठा महिना उठाउनु त्यो बेला आयो बाटोबाट भए यहाँ त हुँदैन बाटो बस्ने पनि होइन त्यस्तो तपाईँ त बस्नु त्यो हुने मैले बस्नु दिएँ बस्ने मात्रै हुने भयो एक मिनट चिसाउनु पर्यो दुईवटा घर छन् घरलाई गएर त्यो उठ्ने छैन केही छैन हामी बडाबडी हुत्ताउँ यहाँ काटाउनु कोठामा यहाँ घर छन् एउटा कोठामा दिनु मिल्दैन तपाईँ हुत्ती अरू कपडा हिँड्नु तपाईँ यहाँ हुत्ती हामी बडाबडी गाउनु एउटा कपडा मलाई नदिने भएपछि अनि म क्यारी बस्न हो जे पर यहाँ हुँदैन हामी सुत्न लागि त हुँदैन होला म बान्छु गाई कोही अरू दिएन नि बास हेर ए भाइ ठुलो यता फर्को न किन फर्को छेउतिर हुने भने भन हामी त हुत्ताउँ बडाबडी आजले ए बिना चिसाउनु छेउतिर हुत्तु बडाबडी हुत्ते ठाउँ र छेउतिर हुने भने हुँदा नत्र जाऊ हामी बडाबडी हुत्ने हामी जाऊ हामी महिना चिसो कोरोना उद्योग बाटो त्यही म त अर्काको अन्डरमा बसेर राखिरहनु भनेको कस्तो समस्या आयो के भयो किन भइरहेको बड्डा अब यो क्यार्ने बड्डी पनि लाग्यो त मेरो त सरू भएको त बड्डी आज यहीँ बस्यौँ सँगै बस्यौँ गऱ्यौँ अब कस्तो समस्या हो अब मलाई त 8 बजीतिर फालिदियो त ऊ बेला भने नमानेपछि त्यही त हो त के मानेन मैले एमएलए भन्ने ऊ बेला नेता हपै चाहिन्छन् भन्ने थाहा दियो न अब पार्टीमा लागेपछि हपै पार्टी हपै त चाहिन्छ त एउटा मात्रै भनिएन अनि के गर्नु पर्ने अहिले काङ्ग्रेस चाहियो हो अब के गर्नु पर्छ भाइ काङ्ग्रेस माथि मुख्यमन्त्री उहाँ छन् काङ्ग्रेसका छन् त्यहाँ जान पर्यो अनि तिनीहरू अब क्यारौँ सरौँ भनेपछि अब उनीहरू यही राखिदिन्छन् अहिले गाउँमा नेता छन् काङ्ग्रेसका आजमा थाहा छैन एमएलए आजमा त्यति थाहा नपाइरहेको टिकट लिनु पर्यो फेरि टिकट दिन्छन् अनि त्यहाँबाट अहिले यही राखिदिन्छन् रोक्छन् साँच्चै हो ल त्यो त अर्नु पर्यो त्यतिखेर त बड्डा भनिएन भने ऊ बेला भने नमान्ने बड्डा काम त्यही भन त भने त म त अब एमएलए भने कुर्ने अहिले हो एमएलए फोन राख्दैन एमएलए भन्ने त खुर पाडिएन हड्ने ल त ल म जान्छु ल कोके आउँछन् सबै विचार गरिरहनु पर्छ म तिनीहरूसँग भेटेर आउँछु अब रोके ओहो नेताजी खै एकदिन नमस्कार हजुर नमस्कार बस्नु यस्तो एउटा कुरा छ के कुरा थियो यस्तो भयो समस्या के भयो मलाई 16,000 दिए हजुर माथि 8 बजीतिर फालिदिए घर जान परियो राजसँग सँगै बस्यौँ अब एउटा जान हुने भयो एउटा म हुने भयो बोबाल बस्यो त बोबाल भयो यो उपाय के गरौँ त मलाई त्यो माथि भनिदिनु पर्ने भयो अब उहिलेदेखि भन्यो मैले अब हाम्रो पार्टी आउनु भनेर अब तपाईँ बस्दैन भने खालि अब के गरौँ त यस्तो समस्या बढ्ने अनि के थाहा भयो त अहिले आयो गाँठी हो अहिले भन्न कि उहिले भन्यो मैले एकचोटि आउँछ समस्या भनेर अब के गरौँ त नि उपाय अब टिकट लिनु पर्यो अब काङ्ग्रेस टिकट लिनु पर्ने हो लिनु परेको त ल त दिनु नभए अब रोकिन्छ ए म छु त हो त्यस्तै नेता चाहियो म हुँदा हुँदै के चिन्ता ल
ओहो यो टिकट एउटा नलिया लेख्ने मेरो नाम लेख्नु ल के तपाईँको नाम के अरे मेरो कण्ठमानी कण्ठमानी ल यो अस्ति पनि भेट भएको थियो हाम्रो। भेट भयो हो भेट भयो त्यो कुरा यस्तो गाडी गइन मैले किन कुरा अरे ल अबदेखि पक्का सम्झेर है ल एकदम ल पार्टीमा सबै रोकिने भयो पक्का पक्का रोकिन्छ म छु त यहाँ गाउँको म नि नेता भएकै काम भयो हो ल ल ल ढुक्क हुनुहोस् है ल ल ल ल ल जाने ल म त अब उता नगरपालिका जान्छु बोलाउँदै जानु हो। सुरु भयो ओ बडिया अయ్య बाबा ल हेरिकन आयो त अहिले ओ नेतासँग भेट भयो त अहिले खुसी भयो भेट भयो हेर्थ्यो टिकट लगाएँ मैले काङ्ग्रेसको टिकट ठ्याक्कै लगाएँ अब फक्रा पठाइने भने यसलाई अब मेरो चिन्तै नमान भने यसलाई त सरू अब रोकिन्छ पक्का पनि अब हामी अस्ति पनि मैले मेरो पनि माने भए त यदि अहिले दुःख पनि भने अब हामी आफू एक पार्टीमा लागेको 10 पार्टी किन भन्नु भनेन कुरा आर्याउँ त यसरी सरू दिने ननेका थाहा भयो त यसरी हपैके पार्टी अब टिकट पनि अब हेर अब हामीलाई सबै पार्टी जाने लाग्यो कुरा बुझ्यो नि कर्मचारी भएपछि यो काङ्ग्रेसको टिकट हालिदियो हेर काङ्ग्रेस सरकार आएपछि यो भएको फेरि एमाले भएछ भनेपछि सरकार यो टिकट देखाउँला हो कि न त्यसपछि अब माओवादी भयो भने यो देखाउँला अब यो स्वतन्त्र बाँकी छ स्वतन्त्रको टिकट पछि ल्याउँला अहिले यो टिकट हालेर जो सरकार आउँछ ठ्याक्कै देखाइदिने अरे केही फरक यो त कर्मचारी एउटै पार्टी भन्नु नि बेकार जो आए पनि अहिले हजुर भोग्दैन हो त्यही भएर मैले बुझेँ कुरो बुझेँ अब कर्मचारी भएपछि एउटै पार्टी पनि लाग्यो भने खुर्लियो भने हुने रहन्छ बुझेको कुरा बुझेँ त अहिले अहिले बाटो भयो अहिले थाहा पाएँ मैले ल ल पक्का भयो कुरा अब त ढुक्क भयो है